गाइस आजको यो भिडियोमा चाहिँ म तपाईलाई डिसेम्बर महिनाको मेन सिजनको म तपाईलाई फल देखाउन गइराखेको छु र यहाँ यति बेसी यहाँनिर सुन्तला यहाँनिर फलेको छ हैन। अनि अहिले फिलहाल म चाहिँ कुन चाहिँ जग्गामा छु भन्दाखेरि तपाईले पहिला भिडियोलाई लाइक गर्नुस् त्यहाँ मुनिपट्टि, अन्त म यो जग्गा भन्छु तपाईलाई कुन चाहिँ जग्गा रहेछ भनेर है। यति बेसी सुन्तला यहाँनिर फलिराखेको छ यहाँनिर कुन चाहिँ जग्गा हो म तपाईलाई भन्नेछु। त्यहाँ मुनिपट्टि टक्कै लाइक थिच्ने अनि सब्स्क्राइब गर्ने ल, अन्त मात्रै यो जग्गा कुन चाहिँ हो भनेर भन्छु है। जबसम्म तपाईले लाइक सेयर गर्दैन तबसम्म म यो एड्रेस चाहिँ म भन्दिनँ हैन। अझै पनि योभन्दा दामी दामी प्लेसमा म भिडियो सुट गर्न लागिराखेको छु र भिडियो म देखाउने छु। यति बेसी सुन्तला यहाँनिर फलिराखेको छ र तपाईले लाइक गर्नुभयो भएन मलाई थाहा छैन। लाइक गर्नुभयो भने त म त्यसै पनि चिनिहाल्छु, जिमेलमा तपाईको मेरोमा मेसेज आइहाल्छ हैन। र फिलहाल यो जग्गा चाहिँ कालिम्पोङको 20-25 किलोमिटरको अलिकति तल हो। यो चाहिँ कमजोर भन्छ यो जग्गालाई चाहिँ। र अझै पनि म अलिक माथि जाँदैछु, त्यहाँनिर सुन्तला यति बेसी फलिराखेको छ हैन। त्यहाँको पनि म भिडियो सुट गरेर देखाउने छु। र अहिले तपाईले यहाँ सुन्तला हेरिराख्नु भएको छ, यो चाहिँ एकदमै पुरानो हो। यो चाहिँ कमसेकम पनि 20-15 वर्ष भएको यो बोट हो। त्यसले गर्दाखेरि सुन्तला एकदमै बेसी मात्रामा यहाँ फलिराखेको छ। मेरो राम्ररी भाउजूलाई म देखाउँदैछु। अब आउँदैछ यहाँनिर खतरा खतरा देख्दैको खास तपाईँ त घाँस पनि लिनु गएको त हो। यो त गगुन होइन सुकेको। ए यस्तो बलिएछ है हाम्रो भाउजू चाहिँ। 3-4जना पुगिदिन्छ अन्त डल्लो पल्ट्यो भने त तल पुग्छ होला है तपाईँ त। सुन्तला चाहिँ हो नि त। यो गर्दाखेरि चाहिँ बनाइराख्नुपर्छ। यहाँ चाहिँ म बोटमै केलाएर खान्छु अन्त म त्यो दिन पनि हो। यसको रस पनि आँखामा आउँदैछ चिर खास फ्रेस सुन्तला जस्तो हुन्छ नि। खास फ्रेस सुन्तला जस्तो हुन्छ। वाउ यस्तो जुसी सुन्तला यस्तो जुसी। वाउ यति साह्रो गुलियो छ होइन। यसको रस पहिला हामीले आँखामा लगाइदिन्छ यस्तो गरेर हुन्छ चाहिँ। म चाहिँ सुन्तलाको चाहिँ भित्रको खोस्टा एकदम मन पर्दैन हो, त्यसले गर्दा फ्याँकिदिइहाल्छु। मैले खाएको सुन्तला कता गयो नानीहरू अर्ग्यानिक हुन्छ चाहिँ। बोटमै खाइदिएको इन्जोय गरेको। अति फलेको छ सुन्तला त। सुन्तला बगानै बगान। गाइस खास फ्रुटहरूमा चाहिँ यो हो नि खानुपर्ने चाहिँ यो है। एकदमै दामी हुन्छ यो चाहिँ। म तपाईँलाई खाएर देखाउँछु। यसको चाहिँ भित्र यस्तो हुन्छ। वाउ खाएर देखाउँछु यसको टेस्ट कस्तो रहेछ। सुन्तला भएको जग्गामा यसरी यहाँनिर मौरीको डोर पनि यसरी राखेको छ यहाँनिर। खास चाहिँ हो नि त यो। यसलाई चाहिँ लङ्के पिण्डले भन्छ, बोइल गरेर खानु दामी हुन्छ। यो पर चाहिँ के छ यो बाटोमा पनि गयो हेरौँ त। जङ्गलै जङ्गल छ, कत्रा जङ्गल हो। यस्तो सानो बाटो रहेछ नि त। बाफ्रे सुन्तला बगानभित्र पस्ने बाटो हो यो चाहिँ। यति बेसी सुन्तला बाफ्रे। अलिक पर गएर चाहिँ म डल्लै म बगानै देखाउँछु। यस्तो दामी सुन्तला फलेको रहेछ होइन हो। अम्बो सुन्तला के हो यो सुन्तला यहाँ राखेको रहेछ टिपेर। यत्रो बडा सुन्तला यहाँ डल्लै यो ड्रमभरि यसरी राखेको छ होइन। यो चाहिँ यसरी बनाएर राख्छ। यो चाहिँ यसको चाहिँ
वाइन बनाउँछ होइन। यो चाहिँ सुँगुरहरूलाई गाईहरूलाई चाहिँ यसलाई चाहिँ दानामा मिसाएर दिनु एकदम राम्रो हुन्छ। एक भनौँ यहाँ चाहिँ राखेको छ। बस्तीको बाटो चाहिँ यस्तो हुन्छ है।